सुरु गरौँ आजको यो विशेष प्रस्तुतिबाट। लगानीको दुनियाँमा नि एउटा उत्कृष्ट फन्ड छानेर मात्र पुग्दैन। साँच्चै भन्नुपर्दा पैसा कसरी बजारमा हालिन्छ भन्ने कुराले सम्भावित नाफालाई आधा नै घटाउन पनि सक्छ। एकमुष्ट पैसा होस् वा हरेक महिनाको तलबबाट बचेको रकम गलत समयमा बजारमा खन्याइयो भने त मूल रकम फिर्ता पाउने वर्षौं लाग्न सक्छ। तर एउटा यस्तो गजबको तरिका पनि छ जसले बजार ओह्रालो लागेको बेलामा समेत सम्पत्ति बढाउन मद्दत गर्छ। आज हामी यसैको समग्र विश्लेषण गर्दैछौँ। ल, आजको यो विश्लेषणमा के छ त सरसर्ती एजेन्डा हेरौँ है त। 1. एसआइपी की लमसम। 2. रुपी कस्ट एभरेजिङको जादु। 3. कम्पाउन्डिङ अर्थात् समयको खेल। 4. एकमुष्ट लगानी कहिले गर्ने। 5. स्टेप अप एसआइपीको शक्ति। र अन्त्यमा छ लगानीकर्ताको प्रोफाइल र रणनीति। लगानीको सही समय कसरी मिलाउने भन्ने दुविधा अन्त्य गर्न आज हामी यी कुराहरूमा केन्द्रित हुनेछौँ। सुरु गरौँ खण्ड 1बाट एसआइपी विरुद्ध लम्पसम। यो एउटा यस्तो विश्वव्यापी दुविधा हो नि जसले बचत गर्ने वा मासिक तलब बुझ्ने जो कहिलाई सताउने गर्छ। आफूसँग भएको पैसा बिस्तारै बिस्तारै लगानी गर्ने कि एकैपटक बजारमा हाल्ने। सुन्दा सामान्य प्रश्न जस्तो लागे पनि यसले पार्ने प्रभाव चाहिँ साँच्चै नै ठूलो हुन्छ। यी दुई तरिकालाई सँगै राखेर हेरौँ। एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको ठ्याक्कै सम्पत्ति निर्माण गर्ने इएमआई जस्तै हो। ब्याङ्कबाट ऋण लिँदाको इएमआईले गोजी खाली गर्छ भने यो एसआइपीको इएमआईले भविष्यमा गोजी भर्छ। यो पूर्ण रूपमा स्वचालित हुन्छ र यसले गज्जतको अनुशासन सिकाउँछ। अर्कोतर्फ लम्पसम भनेको चाहिँ ब्याङ्कको मुद्दती खाता वा एफडीमा जस्तै एकैपटक ठूलो रकम जम्मा गर्नु हो। तर यसको लागि बजारको सही समय पहिचान गर्नुपर्ने हुन्छ, जुन निकै गाह्रो र भनौँ न अलि जोखिमपूर्ण काम नै हो। अब जाउँ खण्ड 2मा रुपी कस्ट एभरेजिङको जादु। आखिर यो नियमित लगानी गर्ने तरिका किन यति धेरै प्रभावकारी हुन्छ त, विशेष गरी बजार खस्किरहेको बेलामा? यसको पछाडि एउटा जादुई गणित लुकेको छ। अब यहाँ यो तरकारी बजारको उदाहरणमा एउटा एकदमै रोचक कुरा छ। यसले एउटा जटिल सिद्धान्तलाई कति सजिलै गणितीय रूपमा प्रमाणित गर्छ हेरौँ है। मानौ हरेक महिना 1000 रुपियाँको गोलभेडा किन्नु छ। पहिलो महिना 20 रुपियाँ किलो हुँदा 1000ले 50 किलो आउँछ। दोस्रो महिना भाउ वात्तै बढेर 40 पुग्दा सामान्यतया डर लाग्न सक्छ नि। तर त्यही 1000ले निरन्तर किन्दा 25 किलो आउँछ। अनि तेस्रो महिना भाउ घटेर 10 रुपियाँ किलो हुँदा त्यही 1000ले पुरै 100 किलो आउँछ। कुल 3000 रुपियाँ खर्च भयो, तर जम्मा 175 किलो गोलभेडा प्राप्त भयो। हिसाब गर्दा औसत लागत जम्मा 17 रुपियाँ प्रति किलो पर्न आयो, जबकि बजारमा भाउ 40 सम्म पुगेको थियो। नियमित लगानीले ठ्याक्कै यसरी नै काम गर्छ। हो, यही तरकारीको उदाहरणलाई वित्तीय भाषामा रुपी कस्ट एभरेजिङ भनिन्छ। बजार घट्दा धेरैजसो मानिसहरू आत्तिन्छन्, तर अनुशासित लगानीकर्तालाई यसले उल्टै फाइदा पुर्याउँछ, किनभने त्यही स्थिर रकमले बजार सस्तो भएको बेला धेरै युनिटहरू किन्न पाइन्छ। अनि पछि जब बजार माथि जान्छ नि, तिनै युनिटहरूले एकदमै ठूलो मुनाफा दिन्छन्। खण्ड 3 कम्पाउन्डिङ अर्थात् समयको खेल। अब वित्तीय दुनियाँको अर्को एउटा निकै महत्त्वपूर्ण पक्षतिर लागौं। अल्बर्ट आइन्स्टाइनले यसलाई संसारको 8औं आश्चर्य नै भनेका थिए रे। सम्पत्ति निर्माणको लागि बजारमा बिताएको समय नै सबैभन्दा ठूलो उत्प्रेरक हो। अनि यो कुरा यहाँबाट एकदमै छर्लङ्ग हुन्छ। समयले कत्रो ठूलो भूमिका खेल्छ भनेर हेरौँ। यदि 25 वर्षको उमेरमा हरेक महिना 5000 रुपियाँ लगानी गर्न सुरु गरियो र 12% प्रतिफल मिल्यो भने 60 वर्षको उमेरसम्ममा करिब 3 करोड 25 लाख रुपियाँ जम्मा हुन्छ। तर यदि जम्मा 5 वर्ष मात्र ढिलो गरेर अर्थात् 30 वर्षको उमेरमा लगानी सुरु गरियो भने त्यो रकम जम्मा 1 करोड 76 लाख मात्र हुन्छ। झण्डै 1.5 करोड। यो पक्कै पनि सानोतिनो रकम होइन। जम्मा 5 वर्षको ढिलाइले सिधै 1.5 करोड रुपियाँको भारी नोक्सान गराउँछ। कम्पाउन्डिङले ब्याजमाथि पनि ब्याज दिने भएकोले समय बित्दै जाँदा सम्पत्ति रकेट जस्तै उकालो लाग्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने लगानी कति गरिन्छ भन्ने भन्दा पनि कति लामो समयसम्म गरिन्छ भन्ने कुरा बढी निर्णायक हुन्छ। त्यसपछि आउँछ खण्ड 4 एकमुष्ट वा लम्पसम लगानी कहिले गर्ने। त्यसो भए कि एकमुष्ट लगानी गर्नु सधैँ खराब हो त? बिल्कुल होइन। यो त एउटा विशेष हतियार हो, तर यसको प्रभावकारी प्रयोगको लागि बजारको अवस्था पूर्ण रूपमा अनुकूल हुनै पर्छ।
एकमुष्ट लगानीको एउटै सुनौलो नियम छ, सस्तोमा किन्ने र महँगोमा बेच्ने। जब बजारमा भारी गिरावट आउँछ वा सबैतिर निराशा छाएको हुन्छ, तब मात्र यस्तो ठूलो लगानी गर्नु उचित मानिन्छ। तर यदि बजार आफ्नो उच्चतम बिन्दुमा पुगेको छ र त्यतिबेला एकैपटक ठूलो रकम लगानी गरियो भने पछि बजार तल झर्दा डर र त्रासले गर्दा नोक्सानमै पैसा निकाल्ने सम्भावना एकदमै धेरै हुन्छ। ल अब लागौं खण्ड 5 मा स्टेप अप एसआईपी को शक्ति। एउटा यस्तो रणनीतिको चर्चा गरौं जसलाई सम्पत्ति निर्माणको सर्टकट नै भन्दा पनि फरक पर्दैन। यो एउटा यस्तो शक्तिशाली रणनीति हो जुन मानिसको बढ्दो आम्दानीसँगै अगाडि बढ्नको लागि डिजाइन गरिएको हुन्छ। यसको सूत्र एकदमै सरल छ, जम्मा 10%। प्रायजसो मानिसहरू एउटा निश्चित रकमबाट लगानी सुरु गर्छन् र वर्षौं त्यसलाई बढाउँदैनन्, जबकि उनीहरूको आम्दानी त हरेक वर्ष बढिरहेकै हुन्छ नि, होइन र? गर्नुपर्ने यति हो, हरेक वर्ष आफ्नो नियमित लगानी रकमलाई मात्र 10%ले बढाउँदै लैजाने। सुन्दा यो 10% निकै सानो वृद्धि जस्तो लाग्न सक्छ, तर यसको नतिजा हेर्ने हो भने नि साँच्चै चकित पार्ने खालको छ। सामान्य एसआईपीबाट 1 करोडको लक्ष्यमा पुग्न 20 वर्ष लाग्छ भने हरेक वर्ष 10%ले लगानी बढाउने स्टेप अप तरिका अपनाउँदा त्यही लक्ष्य मात्र 12देखि 13 वर्षमै पूरा गर्न सकिन्छ। हेर्नुस् त, यो सानो वार्षिक वृद्धिले वित्तीय लक्ष्य हासिल गर्ने समयलाई लगभग आधाले नै घटाइदिन्छ। र अब अन्तिम खण्ड छ लगानीकर्ताको प्रोफाइल र रणनीति। यो सबै जानकारीलाई अब व्यावहारिक रूप दियौं। आफ्नो नगद प्रवाह वा पैसा आउने तरिका अनुसार कुन रणनीति अपनाउने भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ, किनकि सबैको लागि एउटै नियम पक्कै पनि लागू हुँदैन। यदि व्यापारबाट ठूलो मुनाफा आयो, कतैबाट बोनस पाइयो वा जग्गा बेचेर एकासी ठूलो रकम हात पर्यो भने त्यो पैसालाई सिधै शेयर बजारमा हाल्नु निकै जोखिमपूर्ण हुन्छ। यस्तो अवस्थामा सिस्टमेटिक ट्रान्सफर प्लान वा एसटीपीले एउटा उत्कृष्ट पुलको काम गर्छ। यसले त्यो ठूलो रकमलाई पहिले सुरक्षित फन्डमा राख्छ र बिस्तारै किस्ता बजारमा लैजान्छ। समग्रमा यी नियमहरूलाई यसरी सूत्रबद्ध गर्न सकिन्छ। नियमित तलब बुझ्ने व्यक्तिहरूले बजारको दैनिक उतारचढावलाई पूर्ण रूपमा व्यवस्था गरेर नियमित एसआईपीमा नै अडिग रहनुपर्छ। व्यापार गर्ने वा एकासी ठूलो रकम प्राप्त गर्नेहरूले चाहिँ त्यो पैसा लिक्विड फन्डमा सुरक्षित राखेर एसटीपी मार्फत लगानी अगाडि बढाउनुपर्छ। र दुवै थरीका लागि एउटा विश्वव्यापी नियम भनेको बजार ऐतिहासिक उचाइमा पुगेको बेला कहिल्यै पनि एकैपटक एकमुष्ट लगानी गर्नु हुँदैन। यी रणनीतिहरूले पक्कै पनि लगानीलाई एउटा सही दिशा दिन्छन्। तर यो सबै बुझिसकेपछि पनि एउटा निकै महत्त्वपूर्ण र गम्भीर प्रश्न भने बाँकी नै रहन्छ। म्युचुअल फन्डमा लगानी गर्न जाँदा डाइरेक्ट प्लान छान्ने कि रेगुलर प्लान? सुन्दा त दुवै उस्तै लाग्छन्, तर एउटामा लुकेको एजेन्टको कमिसन हुन्छ नि, जसले जीवनभरको कमाईबाट लाखौं रुपैयाँ सुस्तरी रित्याउन सक्छ। कुन योजनाले वास्तवमा सम्पत्ति बढाउँछ र कुनले अरू कसैलाई धनी बनाउँछ? यसले पर्दा पछाडि कसरी काम